एभ्रिवान लिटिल सियोनको च्यानलमा हजुरहरूलाई फेरि पनि स्वागत छ है। लिटिल सियोन भनेर फेरि यस्तो ठुलो सियोन होइन है। फेरि यो चाहिँ हाम्रो छोरो आज छ नि पसल आएको छ क्या मम्मीसँग। हाम्रो पसल फर्स्ट टाइम छोरो पसल भिजिट हो। तर फर्स्ट टाइम सुतेको कस्तो गहिरो निन्द्रामा। बाहिर वेदर चिसो चिसो छ, बाहिर बाइक गाडीहरू साइकलहरू गुडिरहेछ, तै पनि यो यसको हरनले पनि उड्दैन क्या। यो यति गहिरो निन्द्रामा छ क्या, मुख चलाइरहेछ कचक कचक गरेर। छोरो मस्त निन्द्रामा छ, मुख चाहिँ चलाइरहेछ फेरि। मुख चाहिँ फेरि मस्त चलाइरहेछ क्या। छोरो आज फर्स्ट टाइम पसल भिजिट गर्न आएको छ। फर्स्ट टाइम होइन, अस्ति नै आएको थियो क्या है। ए अस्ति नै आएको थियो सर है, फर्स्ट टाइम चाहिँ होइन है। तर आज फर्स्ट टाइम चाहिँ पसलमा सुतिरहेछ है। तर जहिले पसल आयो नि सुत्छ क्या मेरो छोरो चाहिँ। अस्ति नै पनि सुतिरहेको थियो, अहिले पनि सुतिरहेछ टक्क लाएर। ओके मुख चाहिँ हेर नि कस्तो मस्त हल्लाको हल्ला है नितेश। तिमी पनि नब्याएर क्या चाँडै अनि छोरो पाउने। त्यसै नाटकखेरि बच्चा अरे क्या अझ। अनि गर्लफ्रेन्ड छ भने होइन त? गर्लफ्रेन्ड छ भने होइन? ल ल ल एक्टिङ हेर न। अनि गर्लफ्रेन्डले हेर्नलाई त दाइ जस्तो ह्यान्डसम हुनु पऱ्यो नि त। दाइ जस्तो ह्यान्डसम भयो भने त अनि टक्क मुख चलाएको चलाइछ। यस्तो किन मुख चलाउँछ होला है यस्तो क्या? किन ब्रेस्ट फिडिङ गरेको देख्छ अरे। तर कस्तो तर्सिन्छ नि बेला बेला सपनामा। एक्कासी कस्तो सस्पेन्समा रुन्छ क्या, रुन्छ क्या। छोरो कस्तो क्युट देखेको हेर न। बाहिर वेदर चिसो चिसो छ है। सबैजना आफ्नो बेबीको ख्याल गर्नु होला। के हो नि बाउ छोरा पुरा सेम टु सेम ह्यान्डसम देखेर आज दुईजना मार्केट खानुभयो बाउ छोराले। हाम्रो हिरो कुरो गर्दै थियो, हाम्रो हिरो उठिसकेछ है। ल खालि अम्ला चुस्नी, खालि अम्ला चुस्नी, हात चुस्नी मुखमा लाने बानी कति नराम्रो छोरोको है त। ल हाम्रो छोरो ताली बजाउँदा उठिसक्यो है। ल छोरो बुन्टे उठ्यो मम्मीलाई फोन हान्ने। ल ल ल ल मम्मीलाई, मम्मी आउँदै हुनुहुन्छ है। ल हाम्रो छोरोलाई जाडो भयो भनेर मैले च्याट्टै प्लास्टिकको कस्टमरले छानेको सामानको अस्मिता आले नाम गरेको कस्टमरको प्लास्टिकले मैले च्याट्ट हावा छेक्दैछु है छोरालाई। ल छोरालाई अब मैले कम्मर हल्लाऊ गीत सुनेर कम्मर हल्लाऊ। अब यसलाई भोक लागेको छ क्या। ट्याक्कै मम्मी पनि आउनु भयो। ल मम्मी पनि आउनु भयो है। चट्ट लाएर हुडी सेट छ। अब छोरो हामी अब होइन चट्ट लाएर घर जाने। घर गएर हिटरमा एकछिन बस्ने है न्यानो भएर। छोरो यसलाई भोक लागेको छ ए बुढी, यसलाई भोक लागेको छ क्या। खुवाइदेऊ न यसलाई है। कति राम्रो देखेछ मेरो बुढी आज। छोरो आज पसल भिजिट गर्न आएको अरे क्या। छोरो पसल भिजिट हो आज। हो छोरो सियोन, यसको नाम अब सियोन भयो नि त बुढी माउ। सियोन हाम्रो छोराको नाम सियोन है। कस्तो छ नाम हजुरहरूले एकचोटि उ गरिदिनु होला, कमेन्टमा भनिदिनु होला है। छोरो सियोन। हाम्रो छोरो सियोन लामा च्याट ल्याएर है। ल आऊ छोरा आऊ। अब एकछिन बुइबुइ गर्ने है। यहाँ जाडो हुन्छ अब पछाडि जाने बुबु खाने है। ल छोरा ल ल रोयो छोरो रोयो। ल छोरो होइन मेरो आज छुट्टीमा छ छोरो। ल यसलाई समाउनु अब एकछिन। यसलाई झिझर लागिसक्यो। टी सर्ट छान न, यत्रो पसल छ टी सर्ट छ यहाँ। छोरो गोलो गुमा गीत सुनेर ताली बजाउ सुन्छ नि कस्तो मजाले नाच्छ नि है। ल तिमी चाहिँ के लिने हो त नि? अब टी सर्ट लिने हो?
टी सर्ट दिन आएको मेरो बुढीलाई मेरै पसलमा है हाम्रो आफ्नै पसलमा यत्रो टी सर्ट भेराइटी छ कार्डिगन टी सर्टहरू है टन्नै टी सर्टहरूको आइटम छ होइन तर कुनै नि मन परेन अरे क्या आफ्नै पसल अरे जो मान्छेको आफ्नै होटल हुन्छ नि त्यो मान्छेले आफ्नो होटललाई कहिले खान्न अरे क्या होइन त्यस्तै हुन्छ अरे क्या आइ गऱ्यो छोराले आइ गऱ्यो मासु छोरो कस्तो इनोसेन्ट देखेको आज हेर न कस्तो कार्टुनहरू मासु देखेको छोरो मम्मीसँग आज गाडीमा है छोरो गाडीमा ट्राभल गराउँदाखेरि चाहिँ ध्यान दिनुपर्ने कुराहरू के हुन्छ भन्दा गाडी बिस्तारै चलाउने अनि आफ्नो ध्यान राख्ने सिट बेल्ट लगाउने छोरोको लागि अब पछाडि गाडीमा बस्ने कुरा किनिदिनु पऱ्यो है त्यो पछाडि नै आउँछ नि एउटा छोराको लागि बाँध्ने छोरो अब गाडीमा जाने है ल डुर्रा छोरा आज पसलमा आएको रमा छ धेरै गर्मी भएर जाडो धेरै वाम भयो के प्यासिफायर किन्यो भनेको प्यासिफायर युज गर्नु हुन्न अरे क्या त के भन्छ अरे त्यसलाई प्यासिफायर चुस्ने कुरा बरु त्यो अमलामा दल्दिने क्या करेलाहरू अनि त्यहाँदेखि कागतीहरू दल्दैन चुस्दैन अरे क्या डक्टरले त्यो युज गर्नु भनेर सल्लाह दिन्न अनि हामी किन युज गर्ने नि डक्टर भनेको भगवान हो भगवान हाम्रो छोराले अब नारायणी पुल तर्दैछ मेरा मस्त चाहिँ गोप्रोमा है फेरि मोबाइल फोन चाहिँ तपाईँहरू नचलाउनु होला ड्राइभिङ गर्दा त्यो पनि अझ साथमा बेबी हुँदाखेरि चाहिँ फिटिकै मोबाइल युज नगर्नु होला है अब गोप्रो भन्ने कुरो त यो यसमा त खासै केही हुन्न सेट लाएर अब हामी बिग मार्ट पनि क्रस भयौँ बिग मार्ट अनि छोरो करायो बिग मार्टमा के किन्ने क्या भोलि पर्सि कम यसले के किन्छ होला है बिग मार्टमा हाम्रो फर्स्ट पसल ब्रान्च 1 भन्छ यसलाई चाहिँ है यो चाहिँ हाम्रो ब्रान्च 1 है देखाइदियो न कृषकलाई ओजी ब्रान्च 1 हो ब्रान्च 2 पारी ब्रान्च 3 रोटा हिरो हाम्रो हिरो घर आइपुग्यो है च्याट लाएर ल आइयो हिरो हे हाम्रो हिरो हजुरआमासँग टक्क लाएर ल मालिक ल चट्ट लाएर हाम्रो हिरोको यहाँ तन्ना छुन पर्छ है ल चट्ट लाएर भोलि पर्सि हाम्रो हिरो लाउने है सबै जडानाहरू हिरो हिटरमा हो डाइरेक्ट दादामा